बाहिरको चाहिँ पैसा नतिरेको रहेछ क्या। ल आज हामी घुम्न आएको अनि तपाईँहरूलाई स्टोरेज चाहिँ कस्तो लाग्यो? एकदम रमाइलो लागिरहेको छ। वेदर राम्रो छ। 4 जना घुम्न आएको ठ्याक्क 2 जना जोडी है एकदम ल पनि राम्रो निकालिदिनु फोटो। उता देखाउनु त उता ए त्यहाँ पो हो चाहिँ मान्छे धेरै आएको छ आज। हजुर बस त 7 आवर बस रहेछ लाइनमा म त आधा घन्टा 1 घन्टा जस्तो कुर्नु पर्यो नि लाइनमा यार हो नि है 1 घन्टा कुर्नु पर्यो। यता तार बाहिर चाहिँ पैसा तिर्नु नपर्ने रहेछ के तार बाहिर चाहिँ फ्रीमा फ्रीमा तो पाए यता चाहिँ पैसा तिर्यो म चाहिँ आज हामी चाहिँ स्टोर हिल घुम्न आएको छौँ। बेराहरू सिप चाहिँ यहाँ तन्नै बसिरहेको छ। बेराहरू चलिरहेको छ। ढुङ्गै ढुङ्गा छ। उयो हिँड्दै हुनुहुन्छ हिँडेर आउने जाने गरिरहेको छ। हामी चाहिँ यता जाँदैछौँ हेर्दै गर्नुहोला। यो चाहिँ भेराहरू अनि ढुङ्गा हेर्न आउने मान्छेहरू हेर्नुहोस् त यति लाइन छ है। यो चाहिँ एकदम रहस्यमय एकदम चलेको है। यो चाहिँ उहिले कति वर्ष 1000 वर्ष चाहिँ ल्याएको अरे कि ढुङ्गा कसरी ल्यायो होला है यो हेर्नको लागि यति मान्छे प्याक छ। अहिले छुट्टी छ नि त बच्चाहरूको त्यही भएर पनि होला है। हामी चाहिँ यता छौँ युट्युबमा हाल्ने कि स्टोर हिलमा हेर्ने मान्छेहरू के कहाँ हुनुहुन्छ हेर्नुहोस् त यति प्याक छ। कहिले भ्याउनु हो यो हेर्नको लागि मान्छे हेर्नुहोस् त कति धेरै हुनुहुन्छ। 5000 वर्ष राखेको रे यो ढुङ्गा है। यसको हिस्ट्री चाहिँ त्यो रहेछ। हेर्न आएको छौँ हामीहरू आज। युकेको भेराहरू चाहिँ यस्तो हुन्छ यसरी चढ्छ है बारी खुल्ला हुन्छ।